संसद भवन जस्तो पवित्र स्थलमा देशका नालायकहरूले सभामुख जस्तो एउटा गरिमामय पदमा बसेका व्यक्तिलाई सम्मान गरेर बोल्न आउँदैन भने तिमीहरू कुन संस्कारमा हुर्केका हो? कतिसम्म शिक्षित रहेछौ र विगतका दिनमा देशको लागि तिमीहरूले कतिसम्म गरेका रहेछौ, जनताहरूलाई कस्तोसम्म इज्जत दिएर राखेका रहेछौ भन्ने कुरा तिमीहरूको हरेक शब्दहरूले बुझिन्छ। बुझिस्? साला कुकुरहरू, हिजोको दिनमा तिमीहरूले यो गरी ऊ गरी भनेर ठुल्ठुलो स्वरमा भुक्नलाई अलिकति शरम भन्ने कुरा हुनुपर्छ। तिमीहरूले जति देशको लागि गर्यौ होला त्यसको 10 गुणा नाङ्गो झार हुने गरेर लुटेका छौ। हुन त तिमीहरूको अगाडि शरम भन्ने शब्द पनि नि लजाइसक्यो होला। आज कस्तो कस्तो नाजुक देशहरू कहाँबाट कहाँ पुगिसके, तर हाम्रो देश तिमीहरूले कहाँबाट कहाँ कति पछाडि पुर्याएको छौ भन्ने कुरा सोचेका छौ? जुन दिन हाम्रो नेपालमा छिमेकी देशमा जस्तो देशको लागि कुनै पनि घातक काम गर्नेलाई झुन्ड्याउने कानुन बन्छ तब तिमीहरू बल्ल तर लाग्छ।